आमा, म टाढा छु, तर हरेक रात सुत्नु अघि तपाईँको हातले निधार छोएको जस्तो किन महसुस हुन्छ? नमस्कार साथीहरू, आजको एक परदेशी नेपाली छोराको कथा जसले हजारौं किलोमिटर टाढाबाट आफ्नी आमालाई चिठी लेखेको छ। यो केवल शब्द होइन, यो पसिनाको गन्ध, सम्झनाको तातोपन र आमाको मायाको तिर्ला। चिठीमा यसरी सुरु भएको छ। प्रिय आमा, यहाँको आकाश ठूलो छ आमा, तर मन भने सानो हुँदै गएको छ। भीड धेरै छ, तर आफ्नै मान्छे कोही छैन। दिनभर कामको आवाजले कान भरिन्छ, राति भने तपाईँको सम्झनाले मन भरिन्छ। आमा, तपाईँले मलाई बिदाई गर्दा भन्नुभएको थियो, छोरा, दुःखसँग डराउनु पर्दैन, दुःखले नै मान्छे बनाउँछ। आज बुझ्दैछु, तपाईँको त्यो वाक्य कति गहिरो थियो। बिहान घाम नउदाउँदै उठ्छु, फलाम, सिमेन्ट, धुलो, यही मेरो दिनचर्या हो। हातमा छाला फुटेको छ, तर मनमा तपाईँको स्पर्शले मलम लगाइरहेको छ नि आमा। यहाँ कसैले छोरा भनेर बोलाउँदैनन् आमा, सबैले नामले बोलाउँछन्, कामले चिन्छन्, माया गरेर होइन। दाल भातको गन्ध, भान्साको धुवा, तपाईँको आवाज सबै याद आउँछ। यहाँ खाना पेटले खान्छ, मनले होइन। तपाईँले हातले खुवाएको एक गाँसको स्वाद, यहाँका समय 100 थालभन्दा मिठो थियो आमा। राति कोठामा एक्लै हुँदा मोबाइलको ग्यालरी खोल्छु, तपाईँको फोटो हेर्छु। कहिलेकाहीँ अनायासै आँसु खस्छ। आमा, म रोएको तपाईँले देख्नुहुन्न, तर सायद आमाको मनले महसुस गर्छन् होला होइन? हरेक महिना पैसा पठाउँछु, सोध्छु तपाईँलाई सजिलो होस्, घरको छाना फेरियोस्, औषधि किन्न सजिलो होस्। तर आमा, पैसा पठाउँदा मनमा प्रश्न उठ्छ, के पैसाले छोरोको उपस्थितिको ठाउँ लिन सक्छ र? तपाईँ बिरामी हुँदा म छेउमा थिइनँ, त्यो कुरा सम्झँदा मन पोल्छ। म प्रतिज्ञ छु आमा, एक दिन म फर्केर आउँछु, तपाईँको काखमा टाउको राखेर निष्फिक्री सुत्नेछु। यहाँको हरेक कठिन दिन तपाईँको मुस्कानको कल्पनाको सजिलो हुन्छ। म जान्दछु, तपाईँ घरको ढोकामा उभिएर बाटो हेर्दै हुनुहुन्छ। त्यही दृश्य मेरो सबैभन्दा ठुलो प्रेरणा हो। आमा, यदि कहिल्यै म कमजोर भएँ भने तपाईँले सिकाएको धैर्य सम्झन्छु। यदि कहिल्यै म थाकेँ भने तपाईँको माया सम्झन्छु। म टाढा छु, तर मेरो सासमा तपाईँ हुनुहुन्छ, चाँडै फर्किने बाचा सहित। यो कथा केवल एकजनाको होइन, हजारौं परदेशीका नेपाली छोराहरूको आवाज हो। यदि तपाईँ पनि परदेशमा हुनुहुन्छ भने आजै आमालाई फोन गर्नुहोस्, र यदि आमा छेउमा हुनुहुन्छ भने एकचोटि अँगालो हाल्नुहोस्। आमाको माया संसारकै सबैभन्दा सुरक्षित ठाउँ।